हेलो नमस्ते। आज हामी नर्वेको लागि छोरा बुहारी बुढी लिएर सबैको सल्लाह अनुसार आज नर्वे जाने भनेर हामी नर्वेको लागि प्रस्थान भयौँ। अब आज हामी यहाँबाट पोर्टसँग यही गाडीमा जान्छौँ। त्यसपछि यही गाडीलाई शुद्ध हामी के गर्छौँ, पोर्टमा पार्किङ गर्छौँ भनेको अर्थ। यसलाई पनि हामी जहाजमै लिएर हामी नर्वे जान्छौँ। आजको रातभरिको यात्रा भनेको हाम्रो जहाजमा हुन्छ, सुताइ बसाइ सबै। र भोलि बिहान हामी नर्वे पुग्छौँ। नर्वे पुगेपछि त्यसपछि हामी त्यहाँबाट गाडी लिएर बिहान 10 बजे पुग्ने भन्ने कुरा भइरहेछ। 10 बजे गाडी लिएर सरर हामी नर्वे घुम्ने प्रोग्राम छ। र बेलुका फेरि हामी पुनः 4 बजे फर्किने योजना छ। जाँदा जाँदै हामी भोलिको समय भनेको 10 बजेपछि भान्जी, हाम्रो दिदीको फुपू दिदीको छोरी भान्जी लिन आउँछु। म तपाईँलाई खाना बनाएर राख्छु, मामा आउनु, म त्यहाँ पिकअप गर्न आउँला। कति बजे भनेको थियो, हामीले अहिले सर गाडीमा निस्किसकेपछि भान्जीजीलाई फोन गऱ्यौँ। गरिसकेपछि भान्जीले भन्नुभयो ठिक छ, म त्यहाँ 10 बजीतिर आइपुग्छु मामा, पौने 10 बजीतिर, अनि म पिक गरौँला, अनि मेरो कोठा म भाटा आउँला, म बसिया ठाउँमा खानासाना एकछा खाम्ला अनि जाम्ला भनेर भन्नुभएको छ। त्यही भएर हामी एकदम खुसीका साथ भान्जा भान्जिनी भेट्न पाउने, नर्वे घुम्न पाउने। त्यसपछि त्यहाँ खाना खाएर हामी नर्वे घुमेर बेलुका पुनः जहाजमा आएर बसेर बेलुका रातभरि फेरि हामी भोलिको रातभरि पनि हाम्रो बास जहाजमै हुन्छ। हामी मात्र हुँदैनौँ, हामीसँग आएको गाडी पनि हुन्छ, ड्राइभर यही छ, गाडी पनि हुन्छ। र फेरि हामी त्यो जहाजमा बसेर भोलिपल्ट हाम्रो डेनमार्क आउने कार्यक्रम छ। यसको लागि सबैजना खुसी हुनुहुन्छ। बुहारी बुढी छोरो यी सबैजना विदेशबाट विदेश घुम्न जान पाउँदाखेरि एक्साइटेड छन्। ल, हाम्रो यात्रा शुभ रहोस् भन्दै हामी यसबाट अब हामी अगाडि बढ्यौँ। बाहिरको स्थिति हाम्रो गाडी मुभ भइसकेको छ। अब हामी सरर नर्वे प्रस्थान गर्दैछौँ। ल, अहिलेलाई यति नै। अब हामी सरर गएर जहाजको अवस्था, जहाजको गतिविधि पनि यसमा कैद गर्छौँ। ल, आजलाई ओके, बाई बाई। ल, सबैजना बाई बाई गरौँ। बाई बाई। मेरो सबैभन्दा एकदम खुसी भनेको मेरो बुढी, उसलाई विदेश घुम्न अति 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 रहर थियो। विदेश घुम्ने यात्रा पुरा हुँदैछ। एउटा देशमा आएर हामीले यहाँ आएर 3-4वटा देशमा, स्विडेन पनि घुम्यौँ। अब नर्वे जाँदैछौँ। नर्वे घुमेर आएपछि हाम्रो भोलिको फेरि पछिको यात्रा भनेको फेरि हामी फिनल्यान्डतिरको छ। त्यस कारण गर्दा नर्वेमा हामी बस्न त 1-2 दिन बस्न मन लागेको थियो, समयको अभाव, त्यस्तै परिस्थिति भएर हामी तुरुन्तै भोलि नै फर्किनु पर्ने कारण त्यो भएको हो। तर भोलि चाहिँ केही छैन। भोलि हामी 10 बजेसम्म चाहिँ नि मजाले नर्वे घुम्छौँ। गाडी साथमा हुन्छ, त्यसको लागि कुनै टेन्सन छैन। ल, ओके बाई। ल, है त सब मैले राख्ने। ल, ओके बाई। ल, फाइनल्ली हामी यहाँबाट चेक इन भएर अब हामी नर्वेको लागि मुभ भयौँ। अब हामी सर्लक्क जहाजमा प्रस्थान गर्दैछौँ। अब हामी सरासर जहाजतिर लाग्यौँ। अब हाम्रो जहाजहरू पनि ठ्याक्कै रेडी भइरहेछ। उता बसिरहेछ नि, ट्राफिक बसिरहेछ। अब लेन 2 भनेको कुन चाहिँ हो यार? उता 2मा भइसक्यो, तल्लो साइडमा। ल, लेन 2मा आइज भनिरहेछ। अब हामी जहाजमा छिर्यौँ। अब जहाज त स्पेसल्ली रूपमा देखिएन गाडीभित्रको कारणले गर्दाखेरि। ल, जहाजभित्रको अवस्था। जय गुरु गणेश बोलाउँछ, उनीहरूले नै राख्ने नि पार्किङ त हामीहरू बोलाइरहेछ। अब हामी जहाजभित्र छिर्यौँ। यस्तो मजाले राख्छन् उहाँ सिधै उता, त्यसको पछि टेन्सनै छैन। यहाँ त सबै मान्छे हुन्छन्। कति पार्किङ। थ्याङ्क यू। पासपोर्ट पिपुल पासपोर्ट राख। अब हामी यहाँबाट गाडीबाट निस्केर बाहिर जाँदैछौँ। स्पेसली भन्नुपर्दा हामीले गाडी जहाजमा राखियो। अब हामी यसबाट निस्किन्छौँ। जहाजको अवस्था यस्तो छ। यो लेन 2 नम्बरको जहाज हो।
ल पार्किङको अवस्था यो जहाजको लेन 2 को पार्किङ यो 1 को पार्किङ लेफ्ट साइडमा छ हामी राइट साइडमा छौँ राइट साइडमा यत्रो त जहाजभित्रको अवस्था सामान झिकौँ अब हामी सामान झिक्ने अब हामी सुत्ने ठाउँमा जाँदैछौँ हाम्रो चाहिँदैन भोलिलाई हो यही ठिक छ त्यो टोपी गोलो टोपी अहिले लाउने हो माथि अब भोलि बिहान यहाँ गाडी निस्किँदा मात्रै ल भएछ चिन्दैन भने त्यो छिन्यो भने भनेको ल म एउटा बिर्केस म ल्याइदिन्छु ल जाउँ म एउटा बोकेर ल अब हामी जहाजभित्रको अवस्था टू टेन उतोको साइडको म एकछिन कैद गर्छु एकछिन पस अब यहाँ ल्याएर हाल्छ बसहरू रहेछ ए यहाँ सानो गाडी उता बसहरू यता रहेछ ल हेर्नुहोस् जहाजभित्रको अवस्था यो राइट लेफ्ट साइड हामी राइट साइडको गाडी प्याक भइसक्यो के बाँध्यो म यो टिकट हो टिकट त्यो यता खोजिरहेको छ फेरि यता गयो उता बनाउने होला हाम्रो रुम खोज्दैछौँ 68 यहाँ छ त 68 कति रे 3 होइन 6803 पाउँ 6803 6804 यो 4 छ रहेछ यता 2 यहाँ रहेछ 6802 03 भने चाहिँ उतापट्टि होला ल यस्तो छ जहाजमा उता यता हो कि 6803 छैन 6728 हजुरहरूको यता छ लाइट 67 त्यस्तै हाम्रो यतै छ तर पता 680 के गरौँ भने हैन एउटा चाहिँ एउटा नम्बर दिएको चाहिँ बाबाहरु दिसु यो मम्मीको बिहान त्यो बाबालाई दिने हो के त बाबा त्यही भएर हजुर भित्र चेनमा हालिसु यो हजुरको कोठाको है बाबा तपाईहरु बस्दै गर्नु त हामी रुम खोजेर आउँछौँ नि त लिन आउँछौँ है त बाबा ल हाम्रो कोठाको हजुरको कोठाको एउटा चाहिँ हामी राखिदिन्छौँ है त अनि हाम्रो कोठाको एउटा चाहिँ हजुरहरु राखिदिन्छु ताकि केही भइहाल्यो एकजना गरायो नि एकजनाको यहीँको भने एकजनासँग हुन्छ नि त लुजु लगाएर बस्छु बाबा नक नक गर्छु ल मेरो फोनै ल्याइन नि त हाम्रो 6803 कति यहाँ बाहिर छ ए यही रहेछ मम्मी ए टाढा होइन चल ल अब हामी ए आइपुग्नु भएछ पछाडि हेलो ल आमा म हेर्दा जहाजको ढोका चढ्ने भइसक्यो नि त नि ल ल आजलाई यतिकै ल भाइ ल बाई बाई अहिले एकछिनपछि खिचौँला ब्याट्री सकिन्ला जस्तो छ भाइ
ल हामी नर्वेको लागि हिँडेको यतिखेर बेलुकाको 8 बज्यो 8 बज्यो 8:30 हुन लाग्यो। अब सूर्य अस्ताएको चाहिँ यहाँ समुद्रबाट सूर्य अस्ताइरहेको छ अस्ताइसक्यो सूर्य चाहिँ समुद्रबाट समुद्र त्यो इमर्जेन्सी अवस्थामा होइन इमर्जेन्सी भोलि यहाँ केही कदम पकाइदिने भयो भने यस्ता लाग्ने हो भनेपछि हाम्रो सूर्य हेरिरहनु भएको छ यहाँ सबैजना मिलेर बनाउने रे सबैजना एकदम हेरिराखेको छ। यो समुद्र हो सूर्य अस्ताउन आँट्यो। त्यो उषा हेरेर कि हेर्नु नहुने रहेछ क्या होइन त लास्टमा त्यस्तै हुन्छ तिमीहरूको झोलामा छ यही जान्छ ओहो मम्मीचालाई क्या दामी देखिँदैछ कुलमकोटमा त पुरा भिलेन जस्तो। हेलो हामी चाहिँ के हेरेर आएको पिपुल सनसेट हेरेर आएको जहाजबाट म चाहिँ सुतिसकेको थिएँ अनि बुहारी लिएर गइन् लिफमा हालेर मम्मीलाई गाह्रो हुन्छ भनेर दौडाउँदै लगिन्। हाम्रो अब रुम आइपुग्न लाग्यो। यो के हो बाबालाई नै दिन्छ मेरो जुत्ता उतै होस् है अहिले हवस् त्यो अब हामी त्यो हजुरले राखिसक्यो राति कोठामा छिर्ने हो अब ल बाइ बाइ ए चार्जर के गर्ने होला त है भोलि गाडीमै गरौँ हाम्रो चार्जर यहाँ छ बाबा छ अहिले दिन आउँछ है हामी उठेर अब ब्रेकफास्ट खानको लागि रेडी। ल जाऊ ल अब हामी नर्वेको ओस्लो आइपुग्यौँ। हामी जहाजबाट गाडी निकाल्ने क्रममै छौँ अहिले हामी जहाजभित्रै छौँ हाम्रो गाडी अब निस्किने अवस्थामा अब एकैछिनमा हामी गाडीबाट निस्किएर हामी ओस्लो नर्वेको ओस्लोतर्फ जाँदैछौँ। जहाजभित्रको अवस्था साइडमा पुरै गाडी त होइन माथिबाट जाने कार जाने त पाँचलो तलबाट हो। ओस्लो आइपुग्यो जहाजबाट हामी बाहिर निस्क्यौँ। यो हो ओस्लो बस्योस् यो जहाज हो हामी चढेको छेकियो यही जहाज चढेर हामी आएको। सानो जहाज त्यहाँ दौडिँदैछ रोमान्टिकको लागि पार राख्ने हो यो ट्याङ्करहरू लानलाई राखेको होला अहिले 6 मिनट पो थियो 7 मिनट पो थियो अर्को ओस्लो
नर्वे आज यहाँ मौसम एकदम क्लियर, आकाश क्लियर देखिरहेछ। यहाँबाट निस्किने हो नि देखिएको। अब यत्रो गरेर चाहिँ काहीँ केही चेक जाँच केही छैन। यस्तो अब आनन्दको सहर हाम्रो है। के ल्यायो कसो ल्यायो भनेर च्याउ चर्चा गरेर गाडी खोतलेर केही बाँकी राख्छ। अब यहाँ जे ल्याउँछ मतलब छैन। हाम्रो चाहिँ नाटक बढी गर्छ नि त। हाम्रो मन्त्रीहरूले चोरेर लिएर आउँछन् अनि जनताहरूलाई उ गर्नलाई जनतालाई अल्मल्याएर हालिन्छ कि। नर्वेको चाहिँ सानसानो टापुहरू छन्। ऊ त्यो जहाज हो कि के कहाँ सिसा काचा कुचुक भएको रहेछ के बनाएको रहेछ। पछाडि ब्याक गरेर त त्यो पार्किङ भन्दा बाहिर पछाडिबाट देखाइरहेको छ। हो उता यता रहेछ। यताबाट घुमेर उता त्यो चौकपट्टि खोज्दै छ। यो त कहाँबाट घुमेर आइज भन्छ। यहाँबाट त बायाँ जा भन्छ। यो पनि उतै जाँदैछ, हामी पनि उतै जाने। अब बाटो समात्यो। हाम्रो मान्छे रातभरि गाडीमा आज जहाजमा सुतेर। अशोक मेरो सर्ट पनि एउटै भएछ ल। मेरो पनि एउटै रहेछ। बुहारीलाई चाहिँ अहिले त्यहाँ तल त्यो गाडी राखेको ठाउँमा आएपछि गाह्रो भयो। मलाई चाहिँ हिजो गाह्रो भएको थियो। मलाई चाहिँ हिजो रातभरि चाहिँ कति बजीसम्म गाह्रो भयो। अहिले बिहान उठेपछि चाहिँ बुढा दुखेको छैन। अब भरेको स्थिति के हुन्छ भरे नै थाहा हुन्छ। भरे नै भनौँ। बुढालाई कस्तो भयो? बुढो बालाई चाहिँ नि केही पनि हुँदैन। बाला नै केही भइदियो भने त सकिएको त। ओस्लोमा बरु उता भन्दा यहाँ चाहिँ नि घर हाइटको बनाएको रहेछ। तर यहाँको र उहाँको चाहिँ नि ठ्याक्कै घरै चेन्ज है। डाँडो पनि घर पनि यहाँ हाइटवाला छ नि त प्रायः जस्तो सबै। म चाहिँ नि सानो एक तलाको घरहरू यहाँ चाहिँ नि घरहरू नेपालकै जस्तै हाइट भएको। ल यो हामी ओस्लो सहरको पार्कमा आइपुग्यौँ। यहाँको मेन दृश्य हेर्न लायक चाहिँ नि यो रहेछ। यो झरना चाहिँ नि सबै मान्छेले यो झरनालाई मन पराउँदो रहेछन्। ओस्लो नर्वेको ओस्लो झरना भनेर यसलाई चिनिँदो रहेछ। यहाँ चाहिँ नि धेरै पर्यटकहरू आएर यस स्थानमा फोटो सेसन गर्ने, मनोरञ्जन दृश्यहरू अवलोकन गर्ने। छिटो
ल अब अहिले हामी नर्वे आइपुग्यौँ। नर्वेको ओस्लो पार्कमा हामी आइपुगेका छौँ। यहाँ अहिले यो हाम्रो टोलीहरू नर्वेको ओस्लो पार्क भन्ने ठाउँमा आइपुगेको छ। यहाँको चाहिँ नि अत्यधिक कला कौशलले भरिपूर्ण पार्क बनाएको रहेछ। यो पार्क मानवहरूको असली रूप चाहिँ नि यो पार्कबाट झल्किएको छ। मानवको कस्तो रूप हुन्छ भन्ने कुरा चाहिँ नि यो पार्कले देखाएको छ। नर्वेको ओस्लो पार्क। डेनमार्कमा भएको वरिपरि फोटो खिच्यो। डेनमार्कमा नभएको कुरा आएको चाहिँ फोटो खिच्न मन गर्यो। तिमीहरू उता फोटो खिच्यो त्यस्तो कुरा त डेनमार्कमा अब यो यस्तो कलाको ठाउँ र चाहिँ यो अनि पहिलादेखि नै ओस्लो भन्ने ठाउँ। तपाईँहरू ओस्लो घुम्नु जानुहोस् है भनेको थियो, यही त रहेछ नि भान्जीले। ओस्लो घुमघामको अवस्था। नर्वेको ओस्लो पार्क। मम्मीलाई किन बढी जान्ने भएर बोल्नु पर्यो? बिचमा बसिस त ल बाबा र मम्मी यताबाट फोटो खिच्नु पर्ने रहेछ। यता फोटो खिच्नु ल बाबा बिचमा बसिस त